हाई नमस्ते सबैजनालाई। म चाहिँ अहिले यो ओसाकामा रहेको कोमेकी ड्राइभिङ स्कुलमा गाडीको ड्राइभिङको लाइसेन्सको लागि आएको थिएँ। लिखित इक्जाम, होमिङको भन्छ जापानमा, लिखित इक्जामको लागि आएको थिएँ। बिहान अलि चाँडै आउनु पऱ्यो भनेर घरबाट हिँडेको। भाषासासा केही आउँदैन, अब ट्रान्सलेट गरेर सबै कुरा भर्नुपर्ने हुन्छ भनेर चाँडै आएको। फोटो ल्याउने बिर्सेछु, 1000तिर फोटो खिचेँ। अनि यताउति गर्दाखेरि प्रोसेस अब फर्मसम भरेर लाइन लाग्दाखेरि 10 बजा थियो। अनि बिचमा चाहिँ 1-1.5 घन्टा ग्याप हुँदो रहेछ। त्यो टाइममा चाहिँ अब खानासाना खानेले खाना खाने, पढ्नेले पढ्ने, यताउति गर्ने टाइम हुँदो रहेछ। अनि लगभग 1:45 बजेतिर चाहिँ के भन्छ क्लास स्टार्ट भएको थियो, इक्जामको क्लास स्टार्ट भएको थियो। अनि 50 मिनटको क्वेसन हुँदो रहेछ। अब 95वटा क्वेसन हुँदो रहेछ होमिङको। अनि 95वटा क्वेसनमा अब 5वटा क्वेसन चाहिँ त्यो 2-2वटा मार्क्सको हुने भएर 100 पूर्णाङ्कमा 90 ल्याएर 90 भन्दा माथि लिएर आयो भने चाहिँ पास हुने रहेछ। अब भर्खर 50 मिनटको इक्जाम सकिएर म यहाँ बाहिर निस्केको कम्पनीमा खाजा खाम भनेर। इक्जाम यस अब ठिकै गयो जस्तो लागिरहेछ। 2:30 बजे उता के भन्छ त्यही क्लासमा फेरि रिजल्टको लागि बोलाएको छ। जाम कस्तो हुन्छ रिजल्ट, एकछिन कम्पनीमा आएर खाजासाजा खाइयो, रिजल्ट लिन जानु लाग्यो। अब रिजल्ट आएर राम्रो आएर पास भयो भने एकछिन टाइम लाग्छ यहाँ लाइसेन्सको प्रोसेस, त्यो फिजिकल लाइसेन्स प्रोसेस गर्नुलाई। त्यस फेल भयो भने लुरु घर जानुपर्छ। मौसम चिसो छ, चिसो मौसममा यस्तो दुःख गरेर बिहान खानै नखाएर आएको। अब त्यही भएर यसो कम्पनीमा आएर इक्जाम सकेर खाना खाएको। अब म फेरि रिजल्ट लिन जाँदैछु है त। बाई बाई।